हाई एभ्रिवान, स्वागत छ भिमा डेली भ्लग्समा। हजुरहरू सबैजना सन्चै हुनुहुन्छ भन्ने आशा राख्दै फेरि पनि म अर्को भिडियो लिएर आइसकेको छु। देख्न सक्नुहुन्छ धेरै दिन भयो थियो मलाई चाहिँ केक खान मन लागेको, अनि हस्बेन्डलाई चाहिँ मैले अस्तिदेखि भनिरहेको थिएँ केक खाने भनेर होइन। ल्याइदिनु भएको थिएन मलाई केक, अनि आज चाहिँ मलाई फाइनली बेकरी सपमा लिएर आइसक्नु भएको छ हस्बेन्डले। देख्न सक्नुहुन्छ एकदमै मिठो मिठो केक छ। यहाँ चाहिँ कस्तो खाले खाने त्यस्तै पाइरहेछ। अनि हामीले चाहिँ दुईवटा केक बोक्यौँ, एउटा चाहिँ सानोबाट अर्को चाहिँ ठुलोबाट। एउटा चाहिँ घर लाने, ठुलो चाहिँ अनि सानो चाहिँ खाइहाल्ने भनेर। यो चाहिँ सेम केक हो होइन, एउटा चाहिँ ठुलो एउटा चाहिँ सानो। अनि यो चाहिँ मिल्क र कोकोनट भएको केक हो। अनि यता हेर्नुहोस् न कस्तो दामी छ केक, हेर्दै खाउँ खाउँ परेको। म चाहिँ पर्खिनै सकेको थिइनँ, अनि गाडीमै बसेर खाएँ यो सानो केक चाहिँ मैले। अनि कोकोनटहरू पनि एकदमै धेरै हालेको थियो, एकदम सफ्ट होइन, खाए जस्तै लाग्दैन केक। अनि त्यति खाइसकेर हामी चाहिँ लाग्यौँ ग्रोसरी सपिङ गर्नु वालमार्टमा अलिकति ग्रोसरी सपिङ गर्नु थियो। अनि यति चाहिँ गरिसकेर हामी लाग्यौँ घरतिर। हजुरहरूलाई कस्तो लाग्छ लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न नबिर्सिनु होला। मेरो भिडियो अन्तिमसम्म हेरिदिनु भएकोमा हजुरहरू सबैलाई धेरै धेरै धन्यवाद। बाई बाई गाइस, फेरि भेटौँला अर्को भिडियोमा।